हेलो गाइस वेलकम ब्याक टु न्यू च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म एकदमै ठिक छु। मैले चाहिँ अघि चाहिँ खानासाना खाएर ट्याक्क लगाएर हामी चाहिँ उहाँ गिटीसँगले उहाँ पाइलतिर त्यो ठाउँमा अनि त्यही उठाउन जाने लगाएको। हाम्रो गिटी चाहिँ त्यो के गोठ बनाउने होइन, गोठ बनाउनलाई चाहिँ गिटी चाहियो हो। त्यही गिटी त्यहीँ छ, ट्रेक्टरले झारिदिएको हो, त्यही लिन जाने हो। अब भन्नाले भोर्न जाने हो बोरामा। हाम्रो सानो भाइ यहाँ छ, माइलो भाइ ऊ त्यहाँ बेल्चा बोकेर हिँडेँ हो, देख्न सक्नुहुन्छ। अब हामी उता जान्छौँ। अनि आज चाहिँ हिजो र आज लास्टै गर्मी हो, लास्टै घाम भयो। अनि देख्न सक्नुहुन्छ हामी यहीँ हाम्रो स्कुल सानैदेखि एउटा 3 क्लाससम्म पढेको स्कुल यहीँ हो, घर नजिकै छ, ऊ त्यहाँ छ स्कुल। अनि हामी चाहिँ जाँदैछौँ कलाएर। अनि हाम्रो खेत चाहिँ ऊ त्यो पाल्टी रौडी छ। बिहान बिहानै उठेर घाँस लिएर आएर खाना खाएर म चाहिँ हिँडिसकेँ। अनि यहाँ केटाकेटीहरू छन् पछाडि। अनि दिउँसो चाहिँ काफल खाना जाने हो, काफल खाना गएको भिडियो पनि आउँछ। अनि यो यता काम भ्याएर उता काफल खाना गइहाल्ने जङ्गलतिर। अस्ति गएको थियौँ, धेरै त ल्याउन पाइएन, त्यही 10-12 किलो, धेरै त होइन 10-12 किलो मात्र हो। अनि आज 50 किलो जति लिने सोचले हिँडेछौँ। ढुङ्गा फेरि काफल बनाउला, तिल्ला बालेर घाँस हाल्ने हो। हामी चाहिँ बाल विकासदेखि 2 क्लाससम्म पढेको स्कुल चाहिँ हामी यही हो। पढेको स्कुल चाहिँ श्री सार्वजनिक आधारभूत विद्यालय, देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो स्कुलको वासरुम भयो। अनि यस्तो जङ्गल छ, बिचमा स्कुल छ। हतङ्गे बखडा पाएको छैन, बखडा उहाँ नुन खुर्सानी लिएर बखडा चबा। यो चाहिँ हाम्रो घर नजिकैको खोला हो, अहिले चाहिँ छैन। यसमा पानी आयो भने त फेरि बगाउँछ, यहाँबाट बगायो भने त फेरि गइन्छ सिधै तलतिर। अनि यहाँ चाहिँ हाम्रो खेत, हाम्रो यहाँ चाहिँ टनेल थियो, कति 3वटा टनेल थियो। अहिले चाहिँ हामीले घर सार्यौँ, यहाँ हल्का केही न केही भयो अनि त्यही भएर घरतिर सार्यौँ। अनि यहाँ चाहिँ अहिले मकै मात्र छर्छौँ, अरू लसुनहरू लगाउँछौँ। यहाँ तरकारी खेती गर्दैनौँ हामीले, यहाँ केही गडबड भयो अनि त्यही भएर घरतिर सारेको, घर फेरि गरिराखौँ। यहाँ चाहिँ बाटोमा फेरि यस्तै बोरा पनि राख्यौँ। हाम्रो गिटी राख्न रहेछ पहिल्यै, म आउनुभन्दा पहिल्यै यहाँ छ नि यस्तै गिटी यहाँ छ नि। यिनी त बाटो आउँदै टिपेको नि, तिनी त अलरेडी बनेका गिटीहरू हुन्, टिप्न पर्दैन बेल्चाले उसमा। A few moments later. आज हाम्रो काफल खाना जाने टोली ढक्क लाएर यस्तो छ। यहाँ पुरै कस्तो जङ्गल थियो, यस्तो सुन्तला लगाएर बवाल भयो। ए पुरै जेन्जी छन्, जेन्जी। हामी चाहिँ यो घरभन्दा उता पछाडि जाने अझै। जाऊ काफल खानी जाने जाऊ। बुल्डाले चाहिँ हाम्रो आउँछ काटेछ नि फेरि भाइ केटो बनेलको भिडियो बनाएको कहाँ त्यो डाँडाबाट हैन र उ त्यो अगला छ म सिधै हेलो गाइस त्यो अब मस्त धुवा निक्ले छ त्यही हो जान आऊ है, हिजो बिहान जान थियो। के सबै एउटा बाना जुगा हामीले देखिन तल खाना यहाँ सत्र नाच्छ। अस्तिकै ठाउँमा आएर सानो भाइले ऊ त्यो प्लास्टिक कहाँ टिप्यो कि चाहिँ यति टिपे। अस्ति 1.5 किलो थियो र आज मेरो त 1 किलो हुने भयो, 1 किलो नि कुन्नी। साथीहरु काफल खानी यहाँ पर आउनुला हाम्रातिर यस्तो छ, यस्तो छ है। उ अङ्कलले आज हामीले 3 किलो टिप्यो।
ग्याङ छ कि सानो 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 ग्याङ छ यी। हाम्रो फेरि अस्तिको गेमबाट फेरि यहाँ दुईवटा हटे एउटा हट्न यहाँ केटाकेटी थियो अन्त देखेन न है कहाँ गयो ए बल अक्सिजन अनि मेरा ऊ तिमी केशव अङ्कल र उता अङ्कल के केरा सानो यता तलतिर आगो लाख आज धेरै कम टिप्यो कि अस्तिकादेखि त धेरै कम टिप्यो होइन आदर्श तिम्रो खै काफल नहान्दिनँ काफललाई दुख्छ नि मेरो काफललाई अक्सिजन दिने खै कहाँ थाम कहाँ थामा ए थाम मैले थाम भने ए उहाँ बसेर आगो हेरे हजुर भइयो यदि भिडियोलाई मन पऱ्यो लाइक कमेन्ट सेयर सब्सक्राइब भन्नु छैन नबिर्सिनु ओके थ्याङ्क्स फर वाचिङ बाई बाई